Welcome back everyone. The magic देखाउन जाँदैछ हामी उठ्यौँ फ्रेस फ्रेस भयो अब माथि डाँडामा जानु भएको त्योभन्दा अगाडि चाहिँ भ्यू हेर्नुहोस् हामी चाहिँ तल बसेको है अब हामी माथि टपमा जान्छौँ हामी चाहिँ अब जगिङ गर्दै एकछिन रारा लेकमा जगिङ गर्दै माथि टपमा जाँदैछौँ अब हेरौँ कहाँसम्म पुगिन्छ हामीले अझै तल जुम्ला झर्नु छ त्यही भएर लेट्स गो हिँड्दै कृष्ण बिहान रारासँगमा हिँड्दा रारामा हो कि रारासँग हो कि यो कहाँ हिँड्छ रारा बगिरहेको छ हामी हिँडिरहेका छौँ ओ माई गॉड लुक एट दिस कस्तो राम्रो उ आएको के लाइक म राम्री हो कि हामी अब यहाँ माथि पुगेको तल चाहिँ रारा हो रिफ्लेक्सन देखेको छैन सनराइज भइरहेछ गाह्रो भयो क्या सास कति छ अरे त्यो स्यास्या भयो क्या कसरी गर्दाखेरि अब 7 बज्यो 8 बजी हामी तल पुग्नुपर्छ क्या माथि पुग्यो कि 8 बजी उदाउने बेला त धेरै टाइम लाग्दैन दौडेर जान्छ गाइजहरु हामी चाहिँ हराएको अवस्था कहाँ आयौँ हामी त माथि हिँड्दै नेट पनि नचलिरहेछ क्या अनि त्यही भएर तल घर छ जस्तो लागेर कृष्ण सोध्न गएको छ अब हेरौँ के हुन्छ अलिकति गाह्रो भयो क्या सास फेर्न चाहिँ त यस्तै हो सोध न लौ के थाहा त अघिको मान्छेले सिधै माथि जानु भने हो माथि जाउँ तल आउने अब म गएको तल तलबाटै जानुपर्ने हामी धेरै माथि आइछौँ क्या खोइ उता माथि हो यो ताल रहेछ घोडा छ घोडा लिएर जाउँ कि त तिमी अगाडि आएको म पछाडि बस्छु फर्किन्छौँ हामी हरायौँ अब हामी तल फर्किन्छौँ एडभेन्चर मात्र भयो रारा रिफ्लेक्सन मात्र देखिरहेको छ राराको पनि हामी यहाँ मसान घाट पुग्यौँ तल देखाउँछ माथितिर पनि देखाउँ मसान घाट रहेछ हामी हरायौँ आउनु हामी पुग्नु हामी चाहिँ रारा देखिने ठाउँ यो चाहिँ रारा हो होइन हामी अघि बाटो हरायौँ माथि अर्को डाँडाबाट तल झरेर फेरि यता आयौँ हाम्रो फेरि माथि जानुपर्छ अर्को मुम्रा टप भन्ने भ्यू पोइन्ट चाहिँ यतै छ मुम्रा टप भन्ने चाहिँ माथि जानुपर्छ अघिको कोठा हाइटभन्दा नि माथि सो अब हामी चाहिँ किनिदो गरेर पनि तल जान्छौँ बोटिङ सुटिङ गर्छौँ अनि फर्किन्छौँ यसो रारा हो है अलिकति नजिक भइदियो मस्त ठिकै छ सनफ्लावर छ
एउटा रेजर छ तर बाटो छैन भनेको छ यो मान्छे चाहिँ यहाँबाट जाउँ भन्छ त्यही भएर अब गएर आउँ होइन छ भने तिमी जाऊ छ भने बोलाऊ नत्र म आउँदिनँ ल जाऊ ल हामी हराएको थियौँ अनि तल मान्छेले सोध्यो होइन उसले बाटो छ अरे यहाँबाट तल हेरौँ अब म जान लागिरहेको छु हामी त हराइहाल्यौँ यहाँबाट तल बुम्रा चाहिँ यतानिर हो अरे हामी तर नजाने हामीलाई ढिलो हुन्छ फेरि अर्को मान्छे उहाँहरूले चाहिँ हामीलाई बाटो भनिदिनु भयो थ्याङ्क यू हामी जान्छौँ त्यसले चाहिँ फुल चुडेर लगेको छ सनफ्लावर राम्रो लाग्यो अरे मायालुलाई दिन्छ अरे काठमाडौँ लगेर को हो उसको मायालु कृष्ण तिम्रो मायालु को हो फुल दिने मायालु प्राइभेट नाइ मलाई भन ल हामी चाहिँ यता पानीमा खुट्टा राखेर बसिराखेको छ है कृष्ण पछाडि खुट्टा थल्लो छ नि कम टु राडा भन्ने कम टु राडा यसरी राडा हो हेर्नुहोस् यसरी राडा हो त मान्छेहरू बोटिङ गर्दै हुनुहुन्छ है हामी चाहिँ होटल गएर अनि चिया खाएर अनि बोटिङ गर्दै जानुपर्छ अब हामी यहाँबाट हिँडेको हामी यताबाट हिँड्छौँ अनि डुङ्गा चढेर पारी जान्छौँ त्यहाँबाट तल जान्छौँ बेकार फुल टिपेर हेर माछा यहाँ तालको माछाहरू यिनीहरू चाहिँ माछा मार्न चाहिँ पाइँदैन अरे एउटा माछा मारेको कति 10-15 हजार तिर हुन्छ अरे जाऊँ डुङ्गा चढ्ने ठाउँ चाहिँ यता छ डुङ्गा चलिरहेको छ अनि कति टाइम लाग्छ हामीलाई चाहिँ जान कोही पनि छैन अरे त्यही भएर डुङ्गा यता छ टिकट काट्दैछ हामी जान्छौँ अब हामी निस्केको क्रिस फेरि घोडा चढेर गएको छिटो पुग्नु भाइ हामी चाहिँ माथि राडाबाट निस्केर ल दाइ ल
तल आइसक्यो दिनभरि हामी यहीँ छौँ अनि तल बस्ने ठाउँमा आएँ मैले चाहिँ गाडी रोकिदिएछ आज सरकारले त्यो पानी भएर तर आज यहाँ दिनभरि घाम लागिरहेको छ अनि अब हामी यहाँ तल बजार आयौँ बजारबाट अब चिया खान्छौँ राति यतै बस्छौँ भोलि जान्छौँ तिम्रो ब्यागमा छ अब यहाँ बसेर चिया खान्छौँ भ्यू हेर्छौँ आज यतै हो बास हाम्रो यो चाहिँ मुगुको बजार रहेछ क्या लाइक एभ्री हाउस इज मेड अफ इट्टा एन्ड आई डोन्ट नो आइम लाइक मैले यसलाई प्रोसेस गर्न सकेको छैन सबै ठाउँको बजारमा चाहिँ घरहरू इट्टाले बन्दैछन् अहिले चाहिँ लाइक सिमेन्ट इट्टा हुन्छ नि सो यस यहाँ पनि त्यस्तै छ अनि यहीँनिर हो गाडी जाने ठाउँ छ भोलि बिहान अब हेरौँ हामी है बाटो छ हामी यहाँबाट आएको भोलि पनि यताबाट जान्छौँ रे है राराबाट आएको धेरै रहेछ अघि पनि हिँडेर उयो यहाँको यो हिमाल चाहिँ होइन यतापट्टिको साइडको छ यताको होइन यता चाहिँ छ होइन यो हिमाल चाहिँ छायानाथ भनेर मन्दिर हो अरे होइन अनि यो मन्दिरमा चाहिँ सती देवीको चाहिँ लास्ट डेथ त्यहाँ भएको अरे कि त्यहाँ मन्दिर पनि छ अरे तीर्थस्थल भनेर चिनिँदो रहेछ भर्खर मलाई यहाँको अङ्कलले भन्नुभयो क्या कति दिनपछि मिठो चिया खाएको हामी हिजो राति यहाँ बसेका थियौँ अब बिहान त गाडी जाँदैन अरे गाडी जाने भनेको 11:30 भने चाहिँ यसो 12 बज्छ इट मिन्स आज हामी घर पुग्दैनौँ भोलि पुग्छौँ सो अब यहाँ बसिन्छ चिया खाइन्छ अनि खाना खाने मजाले आरामले अनि यहाँ तल कर्णाली हेर्ने चिया खाने बस्ने त्यति हो अब 11 11:30 बजीसम्म ठिकै छ कस्तो राम्रो क्या यो बजार पनि चिया आयो अब चिया खान्छौँ त्यो टपमा आएको तलबाट बजारबाट हिँडेर यहाँ तल हिँडेर माथि आएको यताबाट यो चाहिँ बजार रहेछ मुगुको सदरमुकाम नै रहेछ भनौँ न गमगढी चाहिँ मुगुको त्यो कर्णाली नदी भयो आज राष्ट्रिय झन्डा रहेछ अनि यतातिरको गाउँहरू देखेको रहेछ पुरै हामी अस्ति हिजो आएको बाटो चाहिँ त्यो हो उता परको हजुर के मालिका यता कुन चाहिँ मालिका भन्ने हो त छ अरे हिमाल तीर्थस्थल भनौँ न यो चाहिँ कर्णाली हो माथि कहाँ भयो यता चाहिँ तीर्थस्थलहरू छ अरे पछाडि त्यो ठाउँ भइहाल्यो तर पुल पनि रहेछ तल पुल छ यहाँ तल यहाँ जुम्ला बजार मुग बजार मान्नु बजार त त्यस्तो त घुमेको छैन गएको चाहिँ छु बजारै बजार जान्छौँ नेपालको झन्डा खानासाना खान्छौँ एकछिन गर्छौँ त्यसपछि मेबी गाडी हिँड्छ होला हिँड्छौँ आज चाहिँ बिचमै बसिन्छ होला घर पुगिँदैन त्यही भएर होला कहाँसम्म पुगिन्छ त्यहाँसम्म है हिँड्न लागेको गाडी 12 बजी हिँडेको छ बिहान त पुगिन्छ आज त पुगिँदैन कालीकोट आई मिन आज बस्ने चाहिँ बोर्डरमा जुन लाइक मुगुक जान्छ अनि जाउन पर्छ त्यसपछि कालीकोटको बोर्डरमा चाहिँ नाङ्मा भन्ने ठाउँ छ कालीकोटमा बोर्डरमा त्यहाँ बस्छ होला हामी राति आज
त जाने बेलामा पानी पर्दैछ। राति चाहिँ नाङ्गोमा बस्यो मैले नेक्स्ट डे पानी पर्दा पर्दै घर पुगेँ।